यहाँहरू सबैलाई जय मसीह। आजको डिभोसनमा यहाँहरूलाई स्वागत छ। जब हामी आफ्नो जीवनमा फल फलाउन चाहन्छौँ, त्यसका लागि हामीले सही स्रोतमा जडित हुन जरुरी छ। आज हामी यीशु ख्रीष्टसँग सम्बन्धित भएर फल फलाउने विषयमा मनन गर्नेछौँ। आजको बाइबल पद छ यूहन्ना 15 अध्यायको 5 पद। दागको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। येशूले हामीलाई दागबारीका हाँगासँग तुलना गर्नुभयो। एउटा हाँगा रुखमा जडित भएन भने त्यसले न फल फलाउन सक्छ न त जीवित रहन सक्छ। त्यस्तै हामीले परमेश्वरसँग जडित भएनौँ भने हाम्रो जीवनमा आत्मिक फलहरू उत्पन्न हुँदैन। हाम्रो विश्वास, प्रेम, धैर्य, दया, क्षमा यी सबै गुणहरू तब मात्र बढ्दछन् जब हामी निरन्तर प्रभुमा अडिग रहन्छौँ। हामीले उहाँसँग प्रार्थना, वचन अध्ययन र विश्वासको यात्रामा निरन्तरता ल्याउनुपर्छ। जब हामी येशूमा जडित रहन्छौँ, उहाँले हामीलाई आवश्यक शक्ति प्रदान गर्नुहुन्छ। आजको दिनमा मनन गरौँ, के म येशूमा जडित छु? मेरो जीवनमा परमेश्वरको इच्छा अनुसार फल फलाइरहेको छु? यदि हामी प्रभुमा जडित छौँ भने उहाँले हामीलाई सक्षम बनाउनुहुन्छ, मार्ग देखाउनुहुन्छ र जीवनको प्रत्येक पक्षमा फलवन्त बनाउनुहुन्छ। हुन सक्छ समय समयमा हामी आफ्नो सम्बन्ध कमजोर भएको महसुस गर्छौँ, तर आजै निर्णय गरौँ येशू ख्रीष्टसँग अझै नजिक हुनलाई। उहाँमा जडित रही जीवनलाई समृद्ध बनाऊ। आजको डिभोसनमा सामेल हुनुभएकोमा यहाँहरूलाई धन्यवाद। अर्को डिभोसनमा नभेटुन्जेल परमेश्वरको प्रेमले यहाँहरूलाई सधैँ घेरिराखोस्। आमेन।